आज चाहिँ म एक्लैले सबै निबुवा पेल्छु भनेर च्यालेन्ज त लिइहाले, सक्छु कि सक्दिन हेर्नु होला है त। सुरुमा चाहिँ डोकोमा नाम्लो मिलाएर टक्क लाएर डोको बोकेर निबुवा टिप्नको लागि लागे। बाटो चाहिँ अलिकति टाढै टाढै छ के। अब निबुवा भएको ठाउँ त गुगल म्याप पनि फ्लप हान टाइपको छ, त्यही पनि भन्न नि भएन नि, नत्र त आँखा झिमिक माल गायब। त्यही भएर लोकेसन हाइड राख्दै म चाहिँ फाइनली निबुवा भएको ठाउँमा पुगे। निबुवा चाहिँ राम्रै फलेको रहेछ। टिप्दा टिप्दै एक डोका जति निबुवा त यही बुटाबाट हुन लागेको थियो। त्यसलाई घरमा लिएर आएर खनाए। त्यसपछि फेरि डोको बोकेर अर्को निबुवा भएको बुटतर्फ लागे, लोकेसनलाई हाइड राख्दै। यो बुटमा त झन् निबुवा ओभरै फलेको रहेछ। टिप्दा टिप्दै डोको भरेर भुइँभरि भएको थियो। त्यो सबै निबुवालाई एकै ठाउँमा कलेक्सन गरे। फाइनल निबुवाको कलेक्सन चाहिँ यति भएको थियो। अब चाहिँ पेल्ने मेसो गर्नु पर्यो भनेर मेसिनलाई घरमा लिएर आएर खाल्टो खनेर गाडे। त्यसपछि मेसिनको राम्रोसँग सरसफाइ गरेर पेल्न भनेर लागेको के हो झमक्कै अँधेरो पो भएछ। जे जस्तो भए पनि राति 4-5 घण्टा लागेर भए पनि मैले चाहिँ निबुवा सबै पेलेर सके। अनि त्यो सबै निबुवाको रसलाई चाहिँ मैले यसरी ताउलोमा पकाउन लागे। अनि त्यो रसलाई पनि रातभरि पकाउँदा बिहान बल्ल पाक्यो। यसलाई नै हामीले गाउँघरतिर चुक अमिलो भनिन्छ। यदि हजुरहरूलाई चाहियो भने चाहिँ सम्पर्क गर्नु होला। थ्याङ्क्स फर वाचिङ, बाइ बाइ।